कल्पना गर्नुहोस् तपाईको भोलि एक्जाम छ, किताब अगाडि खुल्दैछ तर एउटा च्याप्टर हेरेको केही बुझ्दैन अनि तपाई गुगलमा गएर सर्च गर्नुहुन्छ बेस्ट एआई टुल्स फर स्टुडेन्ट्स। तर समस्या के हुन्छ भने इन्टरनेटमा एआई टुल्स यति धेरै छन् कि कुन चाहिँ साच्चै उपयोगी हो र कुन चाहिँ केवल नामको एआई हो छुट्याउनै गाह्रो हुन्छ। त्यसैले आजको भिडियोमा म तपाईहरुलाई 30 वटा र्यान्डम एआई टुल्स भन्दा पनि तपाईलाई पढाइ, रिसर्च, नोट्स, प्रेजेन्टेसन र कोडिङका लागि वास्तवमै काम लाग्ने केही फ्री एआई टुल्सहरु मात्र देखाउने छु। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यी टुल्सलाई होमवर्क कपी गर्नका लागि होइन, आफ्नो दिमाग अझ राम्रो बनाउन कसरी प्रयोग गर्ने भन्ने पनि देखाउने छु। किनकि एआई ले तपाईको होमवर्क गरिदियो भने तपाईको काम त सकिएला, तर तपाईको लर्निङ कहिले सकिनु हुँदैन। नमस्कार साथीहरु, स्वागत छ डिजिटल हेल्पर नेपालमा। आज हामी 2026 का बेस्ट फ्री एआई टुल्स फर स्टुडेन्ट हेर्दै छौं। यो भिडियो सबै स्टुडेन्टका लागि काम लाग्नेछ, त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। र एउटा कुरा सुरुमै क्लियर गरौँ, फ्री भन्नाले यहाँ कम्प्लिटली अनलिमिटेड फ्री भनेको होइन। यी टुल्सहरु फ्री प्लान छन् त केही युजिङ लिमिट लाग्नेछ, त्यसैले जहाँ आवश्यक हुन्छ म त्यहाँ स्पष्ट रूपले बताउने छु। अब सुरु गरौँ। नम्बर 1, च्याटजीपीटी। सायद तपाई मध्ये धेरैले च्याटजीपीटी को नाम त अवश्य नै सुन्नु भएको होला, तर धेरै स्टुडेन्टले च्याटजीपीटी लाई गलत तरिकाले प्रयोग गरिरहेका छन्। उनीहरू प्रश्न हाल्छन्, यो एन्सर देऊ, एन्सर आयो, कपी गर्यो, डन। यो तरिका एकदमै गलत तरिका हो। बरु यस्तो गर्नुहोस्, मानौ तपाईलाई फिजिक्सको कुनै कन्सेप्ट बुझ्नु छ, यो कन्सेप्टलाई क्लास 8 को स्टुडेन्टले बुझ्ने भाषामा एक्सप्लेन गर भन्नुहोस्। र अर्को महत्त्वपूर्ण कुरा भनेको आजभोलि धेरै व्यक्तिले च्याटजीपीटी लाई डिटेलमा इन्फर्मेसन दिँदैनन्, त्यही भएर गलत एन्सर दिने चान्सेसहरु बढ्छ। सो राम्रो उत्तर पाउनको लागि जति सकिन्छ त्यति डिटेलमा आफ्नो क्वेशन राख्नु होला। च्याटजीपीटी को अधिकांश फिचरहरु फ्रीमा युज गर्न सक्नुहुन्छ, तर फ्रीमा केही लिमिटहरु लाग्छन्। नम्बर 2, गुगल जिमिनी। जिमिनीलाई तपाई एआई असिस्टेन्टको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। उदाहरणका लागि तपाईलाई बायोलोजीको कुनै टपिक्स पढ्नु छ, सिधै सोध्न सक्नुहुन्छ, फोटोसिन्थेसिसलाई सिम्पल ल्याङ्ग्वेजमा एक्सप्लेन गर, तर त्यसमै रोकिएर नबस्नुहोस् है। त्यसपछि सोध्नुहोस्, अब मलाई यसबाट 10 वटा एक्जाम बेस्ट क्वेशनहरु दिनुहोस् अनि मेरो एन्सर चेक गर र कहाँ मिस्टेक भयो भनेर सोध। यसरी एकै टपिक्समा एक्सप्लेन, प्र्याक्टिस र चेक गर्न सक्नुहुन्छ। जिमिनीको फ्री प्लान उपलब्ध छ र गुगलको करेन्ट प्लान इन्फर्मेसन अनुसार फ्री युजरलाई जिमिनीका केही फिचरहरु उपलब्ध छन् र पेड प्लान्समा हायर लिमिट हुन्छ। त्यसैले जिमिनीलाई एन्सर मेसिन भन्दा पनि स्टडी असिस्टेन्ट बनाउन राम्रो हुन्छ। नम्बर 3, नोटबुक एलएम। अब आउँछ मेरो फेभरेट टुल्स मध्ये एक, नोटबुक एलएम। र यदि तपाई स्टुडेन्ट हुनुहुन्छ भने यो टुल्स एकचोटी अवश्य ट्राई गर्नु होला। मानौ तपाईको फिजिक्सको 100 पेज पीडीएफ छ, तपाईले सबै पेज पढ्नु भयो, तर अब तपाईलाई एउटा कुरा खोज्नु छ, च्याप्टर 3 मा न्युटन्स सेकेन्ड ल कहाँ एक्सप्लेन गरिएको छ। नोटबुक एलएम मा आफ्नो स्टडी मटेरियल अपलोड गरेर त्यही मटेरियलबाट प्रश्न सोध्न सक्नुहुन्छ। यसले तपाईको आफ्नै सोर्समा आधारित भएर समरी, स्टडी गाइड, क्वेशन र अन्य लर्निङ सामग्री बनाउन सक्छ। गुगलका अनुसार नोटबुक एलएम फ्री अफ चार्ज उपलब्ध छ र पीडीएफ, वेबसाइट, युट्युब भिडियोज, गुगल डकुमेन्ट, स्लाइड्स लगायतका सोर्स प्रयोग गर्न सक्नुहुन्छ। अब यसको असली पावर बुझ्नुहोस्। तपाई भन्न सक्नुहुन्छ, यो च्याप्टरबाट मलाई एक्जामका लागि सबैभन्दा इम्पोर्टेन्ट पोइन्ट निकाल्दिनुहोस्, अथवा मलाई यी मटेरियल्सबाट क्विज बनाइदेऊ। यसको मतलब तपाईले र्यान्डम इन्टरनेट इन्फर्मेसन भन्दा आफ्नै टेक्स्ट वा नोट्स सँग एआई लाई काम गराउनु भएको छ। तर एउटा कुरा, एआई ले समरी बनायो भनेर ओरिजिनल मटेरियल पढ्नै पर्दैन भन्ने होइन। समरी भनेको सर्टकट हो, रिप्लेसमेन्ट होइन। समझ रहे हो? नम्बर 4, परप्लेक्सिटी। अब रिसर्चको कुरा गरौँ। यदि तपाईले गुगलमा एउटा क्वेशन सर्च गर्नुभयो भने तपाईलाई वेबसाइटको लिस्ट आउँछ, तर रिसर्च गर्दा कहिलेकाहीँ समस्या हुन्छ कि यो इन्फर्मेसन कहाँबाट आयो। यही ठाउँमा परप्लेक्सिटी उपयोगी हुन सक्छ। यसले वेबबाट इन्फर्मेसन खोजेर एन्सर तयार गर्दा सोर्स कहाँबाट आयो भनेर देखाउने काम गर्छ। त्यसैले प्रोजेक्ट, जनरल रिसर्च, कुनै टपिक्सको ब्याकग्राउन्ड बुझ्न यो युजफुल हुन सक्छ। नम्बर 5, क्यानभा एआई। अब अलिकति क्रिएटिभ बनाऊ। मानौ तपाईलाई कलेज वा स्कुलमा प्रेजेन्टेसन बनाउन दियो, तर तपाईको हालत कन्टेन्ट त छ, अब डिजाइन कसरी गर्ने। यहाँ क्यानभा एआई काम लाग्न सक्छ। क्यानभामा एआई पावर राइटिङ र डिजाइन फिचर उपलब्ध छन्। केही एआई फिचरहरु फ्री प्लानमै प्रयोग गर्न सकिन्छ लिमिट अनुसार। तपाई प्रेजेन्टेसनको आइडिया बनाउन, टेक्स्ट सुधार्न, डिजाइन तयार गर्न र भिजुअल सामग्री प्रयोग गर्न क्यानभा एआई प्रयोग गर्न सक्नुहुन्छ। तर एउटा गल्ती नगर्नुस् है, एआई ले बनाएको प्रेजेन्टेसन जस्ताको त्यस्तै सब्मिट नगर्नुस्, किनकि तपाईको टिचरले प्रेजेन्टेसन हेरेर सोध्नुभयो, यो स्लाइडमा के भन्न खोजेको, अनि तपाई सर एआई लाई थाहा होला। त्यो दिन चाहिँ एआई होइन, तपाई नै भाइरल हुनुहुन्छ। मैं जानता हूं। त्यसैले प्रेजेन्टेसनको कन्टेन्ट पहिले नै बुझ्नुहोस्। नम्बर 6,
GitHub Copilot। अब कोडिङ सिक्ने स्टुडेन्टका लागि GitHub Copilot। यदि तपाईँ प्रोग्रामिङ सिक्दै हुनुहुन्छ भने कहिलेकाहीँ कोड लेख्दा एउटा इरोर आउँछ र तपाईँ 30 मिनेटसम्म त्यही इरोर हेरेर बस्नुहुन्छ। यो एक्सपिरियन्स प्रोग्रामरले राम्ररी बुझ्छन्। कपिलोटले कोड लेख्न, कोड एक्सप्लेन गर्न र कोडिङ वर्कफ्लोमा सहयोग गर्छ। अहिले GitHub Copilotको फ्री प्लान पनि उपलब्ध छ। नम्बर 7 ग्रामरली। अब इङ्ग्लिस राइटिङको समस्या जस्तो कि एसे, इमेल, असाइनमेन्ट, एप्लिकेसन, रिपोर्ट सबैमा एउटै डर, मेरो इङ्ग्लिस सही छ कि छैन। यहाँ ग्रामरली धेरै उपयोगी हुन सक्छ, जसले राइटिङको ग्रामर, क्ल्यारिटी, स्पेलिङ र वर्डिङ सुधार्न सहयोग गर्छ। तर यसको पनि एउटा सही प्रयोग छ। तपाईले लेखेको प्याराग्राफ एआई ले सुधारिदियो, त्यसपछि केवल कपी नगर्नु, कुन सेन्टेन्स किन चेन्ज भयो भनेर सोध्नुहोस्। आज एउटा मिस्टेक सुधार्नु भयो, भोलि त्यही मिस्टेक नगर्नुहोस्। त्यो नै एआई को वास्तविक भ्यालु हो। एउटा महत्त्वपूर्ण कुरा, अब तपाईले सोचिरहनु भएको होला यति धेरै एआई टुल्स छन्, के मैले सबै एआई टुल्स प्रयोग गर्नुपर्छ त? यसको सही उत्तर रहेको छ होइन। यदि तपाईँ यी सबै प्रयोग गर्न लाग्नुभयो भने तपाईँ ठुलो गल्ती गर्दै हुनुहुन्छ। तपाईलाई 20 वटा एआई टुल्स चाहिँदैन, तपाईलाई सही कामका लागि सही टुल्स चाहिन्छ। उदाहरणका लागि पढाइ बुझ्न ChatGPT अथवा Gemini, आफ्नै PDF नोट्सबाट पढ्न नोटबुक LM, रिसर्च गर्न Perplexity, प्रेजेन्टेसन डिजाइन गर्न Canva, कोडिङ गर्न GitHub, राइटिङ सुधार्न ग्रामरली। पहिले यी मध्ये आफूलाई आवश्यक पर्ने 2-3 वटा टुल्स छान्नुहोस्, त्यसपछि राम्रोसँग सिक्नुहोस्। अर्को कुरा, एआई ले स्टुडेन्टलाई पावरफुल बनाउन पनि सक्छ, लेजी पनि बनाउन सक्छ। प्यारी समझ गई। अब यो कुरा चाहिँ अलिक सिरियस भएर सुन्नुहोस् है। एआई पावरफुल छ, तर पावरफुल टुल्स गलत तरिकाले प्रयोग गरियो भने समस्या पनि बन्न सक्छ। यदि तपाईले हरेक होमवर्कको एन्सर एआईबाट कपी गर्नुभयो भने आज तपाईको होमवर्क पुरा होला, तर भोलि एक्जाममा क्वेशन तपाईलाई नै आउँछ, त्यहाँ कपी पेस्ट बटन हुँदैन। चीटिंग करता है तू। त्यसैले एउटा सिम्पल रुल सम्झनुहोस्, एआईबाट एन्सर लिनुभन्दा पहिले एआईबाट एन्सर बुझ्नुहोस्। एआईले आफ्नो दिमागको रिप्लेसमेन्ट नबनाउनुहोस्, एआईलाई आफ्नो दिमागको ट्रेनर बनाउनुहोस्। अब तपाईको लागि एउटा सानो च्यालेन्ज, अर्को 7 डेसम्म यो भिडियोमा भएका सबै एआई टुल्स चलाउने प्रयास नगर्नुहोस्, बरु एउटा मात्र टुल्स छान्नुहोस्। डे 1 टुल्स खोज्नुहोस्, डे 2 मा एउटा वास्तविक स्टडी प्रब्लम सल्भ गर्नुहोस्, डे 3 मा त्यही टुल्सबाट प्र्याक्टिस क्वेशन बनाउनुहोस्, डे 4 मा आफ्नो मिस्टेक चेक गर्नुहोस्, डे 5 मा नयाँ टपिक्समा प्रयोग गर्नुहोस्, डे 6 मा एआई बिना आफै सल्भ गर्ने प्रयास गर्नुहोस्, डे 7 मा आफूले के सिक्नुभयो भनेर रिभ्यू गर्नुहोस्, त्यसपछि मात्र अर्को टुल्सतिर जानुहोस्। तपाईले कुन टुल्स रोज्नु भएको छ त्यो कमेन्टमा लेख्नुहोस्, सायद तपाईको कमेन्ट हेरेर अर्को स्टुडेन्टले पनि त्यही टुल्स सिक्न सुरु गर्नेछ। र यदि यो भिडियोले तपाईलाई एउटा मात्र युजफुल कुरा सिकायो भने लाइक गर्नुहोस्। यस्तै सिम्पल प्र्याक्टिकल स्टुडेन्ट्स फोकस टेक्नोलोजी भिडियोका लागि डिजिटल हेल्पर नेपाललाई सब्स्क्राइब गर्नुहोस्। हामी केवल एआई टुल्स देखाउँदैनौँ, हामी टेक्नोलोजीलाई तपाईको पढाइ, स्किल र फ्युचरमा कसरी प्रयोग गर्ने भन्ने कुरा सिकाउँछौँ, किनकि भविष्य एआईले बनाउने होइन, एआई को प्रयोग गर्न जान्ने मानिसले भविष्य बनाउँछन्। तपाईँ त्यो मानिस बन्नुहुन्छ कि एआई हेरेर मात्र बस्नुहुन्छ, चोइस तपाईकै हो। भेटौँला अर्को भिडियोमा। धन्यवाद। जय नेपाल।